सुर्खेतकी 17 वर्षीय किशोरी इनिसा विश्वकर्मा जो ट्युसन पढ्न भनेर घरबाट हिँडेकी थिइन्। उनलाई खोजी गर्दै जाँदा नजिकैको जंगलमा फेला पारियो अचेत अवस्थामा र उनको केही समय पछाडि ज्यान गयो। इनिसा विश्वकर्माको बलात्कारपछि ज्यान लिइएको प्रहरीको अनुमान छ। अनुसन्धान भइरहेको छ। यो केसमा 4 जनालाई प्रहरीले पक्राउ पनि गरिसकेको छ। आफन्तजन, छिमेकी, साथीभाइ र सुर्खेतवासीले यो घटनालाई केही समय धैर्य गरेर नियालिरहनुहोला, किनभने झण्डै 2/3 सरकार गठन हुनेवाला छ। अहिले पनि नागरिक सरकार छ, काम गरिरहेको छ। सिआइबी टोलीलाई घटनास्थलमा खटाइसकेको छ। केही समय नारा, जुलुस, धरना, र्याली विरोध नगरिदिनुहोला। अनुसन्धान हुँदैछ, छिट्टै रिजल्ट आउँछ। पीडितले न्याय पाउँछन् र दोषी उम्कन पाउँदैनन्। यो सरकारले दोषीलाई पक्राउ गरेरै छाड्छ। तपाईहरू ढुक्क हुनुहोस्। अहिले नारा, जुलुस, धरना, यताउति विरोध केही गर्नु पर्दैन। यो सरकारले दोषीलाई उम्कन दिँदैन। इनिसा विश्वकर्माले न्याय पक्कै पाउने छिन्।